के हुने आज त कपडा हेरेछौ त अनि तिमीले यो कपडा हेरिराखेको देख्दाखेरि नि त बारको बार मलाई पहिला कुरा याद आयो के कुरा दसैँमा नि त आमाहरूले कपडा किनेर ल्याइदिन्थ्यो त दिनमा 3 खेप 4 खेप निकाली हेर्थ्यौँ कि तिमीले यो कपडा बार बार हेरिराखेको देख्दा साह्रै मन पर्यो क्या त्यस्तै याद आयो मलाई कस्तो मन पर्ने कपडा अनलाइनबाट आयो नि त यो कपडा बिहान बिहान सुतिराख्दाखेरि बिस्तारामै तपाईँले भन्नुभयो आयो पार्सल भनेर कस्तो खुसी लाग्यो कुदेर हेरेको त खोलेको तपाईँले त भन्नुभयो मङ्गलबार बजारमा पाउने जस्तै छ भन्नुभयो अनि मैले खोलेर हेर्दा त कति मन पर्यो मलाई यो कपडा हेर्नुहोस् न यति सुन्दर छ मन राम्रो छैन भन्नु त तपाईँले यहाँ चुन्नी हेर्नु दुपट्टा छ क्वालिटी राम्रो कटनको कपडा के कस्तो राम्रो कपडा आएको छ नि पेन पनि कस्तो राम्रो छ है त्यही भएर हेरेको अनि अस्ति किन्न जाँदा यति दाम भन्यो अहिले अब यति राम्रो बिहान 600-700 रुपियाँमा यस्तो राम्रो कपडा पाउँदाखेरि नि के त अनि त्यसलाई छोड्ने मन लागेन चिज त बार हेर्नु मन लाग्छ नि कस्तो मन पर्यो दसैँमा पहिला बाबाहरूले कपडा ल्याइदिनुहुन्थ्यो त रातभरि छेउमा राखेर सुत्थ्यो त्यस्तै भयो त्यस्तै एउटै घटना रहेछ त्यस्तै लागेको छ यस्तो मन परेछ नि यो कपडा मन परेछ छैन भन्नु है साथीहरू एकखेप तपाईँहरूले कमेन्ट गरेर भनिदिनु कमेन्ट गरेर भनिदिनु मलाई चाहिँ बहुत मन परेछ कि साथीहरू चुन्नी चाहिँ यो हो हेर्नु न यति सुन्दर छ कपडा चाहिँ